सो आज चाहिँ म तपाईहरुलाई हाम्रो लाखाङको चाहिँ केही दृश्यहरु देखाउन गइरहेको छु। उहाँहरु चाहिँ मेन चाहिँ हाम्रो लामा हुनुहुन्छ, मेन गुरुहरु। यहाँ चाहिँ हाम्रो गुरु रिम्पोछेको कुरहेको छ। दोस्रोपट्टि चाहिँ दायाँपट्टि चाहिँ हाम्रो सङ्गे चम्देको कुरहेको छ। त्यसपछि बिचको त्यसपछि उतापट्टि दायाँको चाहिँ हाम्रो अवलोकितेश्वर भन्छ। अनि अगाडिपट्टि चाहिँ हाम्रो छोपा रहेको छ है त। छोपा चाहिँ खास हामीले आज ग्याप्सी गरेको हुनाले यहाँ छोपा राखेको छ। र छोपा चाहिँ नराखिकन चाहिँ खासै हुँदैन है त। त्यसपछि हामी चाहिँ पूजा ग्याप लिएर चाहिँ अथवा ब्रेक भएर चाहिँ हामी चाहिँ म चाहिँ कोठातिर लागेको जस्तो तपाईहरु हेर्न सक्नुहुनेछ। यता चाहिँ किचनहरु छ र रुमहरु पनि छ। यो अगाडिको चाहिँ अफिस भइगयो। त्यसपछि यता रुम है त गाइस।